आटा मेरो टनेलको प्लास्टिक पनि हावा आएर उडाएर भुइँमा ओस चुडाएर तलपट्टि राखिदिएको छ। गाह्रो छ है यता इस्कुस खेती हुँदैछ। यसपालि वातावरणले पनि मौसमले पनि ठगेको छ, किनभने पानी परेको छैन अहिलेसम्म, ढुम्मा मात्रै भइरहेछ। पानी नपरेको कारणले चाहिँ अब खेतीबालीहरू त्यति फस्टाउन सकिरहेको छैन। अलिकति पानी टक्क पर्दैको भए सर्ट जमिन पनि तातिन्थ्यो होइन, अनि खेतीबालीहरू हाल्नको लागि मकै पनि बर्र आउँथ्यो, जमिन पनि चिसो बानो हुन्थ्यो। छैन हो, जाडो मात्रै भइराखेको छ। अनि बिरुवाहरू पनि कठङ्ग्रिएर चिक्रिक्क भएर आउँछ। भेजिटेबलहरू पनि हाल्नुपर्ने, अहिले हाल्यो भने यहाँ अब उम्रिँदैन कि, गाह्रो छ। ल साथीहरू, लास्ट स्याम्पू भ्लगलाई चाहिँ भिडियोलाई लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। जसरी भए पनि होइन, सब्सक्राइब चाहिँ गरेर भिडियोलाई हेरेर चाहिँ धेरै सहयोग गरिदिनु होला। गाउँघरमा गरिबहरूलाई चाहिँ धेरै सहयोग गर्नुपर्ने हुन्छ। थुप्रैजना छन् यहाँ गाउँघरमा हाम्रो सहयोग गर्नुपर्ने पीडितहरू होइन। अब यसो पैसा भए त अलिअलि सहयोग गर्नुहुन्थ्यो। म पनि अहिले आफै पीडित छु, त्यही भएको कारणले चाहिँ सहयोग गर्न पाइएको छैन। सट्टै भिडियोबाट आएको पैसाले चाहिँ सहयोग गर्नुपर्ने छ है गाइज। यो चाहिँ मेरो पहिल्यैदेखिको प्रतिबद्धता हो। मैले यो युट्युब च्यानल खोल्नु सुरुदेखि नै मैले यो चाहिँ यो युट्युब च्यानलबाट आएको पैसाले चाहिँ मैले चाहिँ सबैलाई सहयोग गर्छु भनेर मैले प्रतिबद्धता जनाएको छु। गाउँघरमा दिन दुखी गरिब असहाय अशक्तहरू छन् होइन। अब हुन त मेरै बुवा पनि अब अशक्त हो होइन, बोल्न सक्नुहुन्न, सुन्न सक्नुहुन्न, तर काम चाहिँ हल्का गर्नुहुन्छ। तर पनि मैले एक्लै भए पनि भिडियोहरू चाहिँ बनाएर तपाईँलाई भिडियो मार्फत विभिन्न गाउँघरको विभिन्न ठाउँहरूको दृश्यावलोकन चाहिँ गराउने गर्दछु। भिडियोलाई हेरेर राम्रो प्रतिक्रिया जनाउनु होला, कस्तो लाग्छ होइन। याम्फू ब्लगबाट आएको भिडियोलाई चाहिँ सब्सक्राइब गरेर सेयर गरेर होइन लाइक गरेर चाहिँ सहयोग गरिदिनु होला। तपाईँहरूको यही लाइक सेयर सब्सक्राइबले नै पुग्छ, पैसा तपाईँहरूले दिनु पर्दैन होइन। तपाईँबाट यही आशा व्यक्त गर्न चाहन्छु, आशावादी छु। ल है त गाइस, अहिलेको गाउँघरको स्थिति यस्तै छ। कस्तो लाग्छ भिडियोलाई हेर्दै गर्नु होला।